किसानज्यू नमस्कार। नमस्कार हजुर। तपाईँले योभन्दा अगाडि कुरो खेती, सल्लाह खेती पनि लगाउनु भयो। अब यस पछाडि तपाईँको प्लान के छ? अगाडि कुरो खेती र सल्लाह खेती पनि राम्रै भयो। अहिले चाहिँ मैले आधुनिक बिउ रोपेर आधुनिक खेती गर्ने योजना बनाएको छु। खेत पुरै बाँझो सुक्खा देख्छु अनि तपाईँले भने जस्तो खेती गर्न सम्भव छ त? त्यो पनि यो बाँझो खेतमा मकैको बिउ, आलुको बिउ, धानको बिउ हुँदैन। त्यसले त खेत अनुसारको आधुनिक बिउ रोप्ने योजना बनाएको हो नि। मेहनतको अगाडि पक्कै सम्भव छ नि। तपाईँले अघिदेखिको आधुनिक बिउ, आधुनिक खेती भनिराख्नु भएको छ। सबैले बुझ्ने भाषामा, सरल भाषामा भनिदिनुहोस् न, यो बिउ चाहिँ कस्तो खालको हुन्छ? सबैले बुझ्ने सरल भाषामा भन्नुपर्दा लाइक, कमेन्ट, सब्सक्राइब, फलो यी सबै जति पनि छन् यिनै बिउहरूलाई चाहिँ आधुनिक बिउ भनिन्छ। आधुनिक बिउ चाहिँ राम्रैसँगले बुझ्ने भाषामा भनिदिनु भयो। अब उत्पादन चाहिँ कतिको हुन्छ होला जस्तो लागेको छ तपाईँलाई? किनभने तपाईँ त यहाँ एक्लै हुनुहुँदो रहेछ यो खेती गर्ने। एक्लै कहाँ छु त? सबैले लाइक गरिदिनुहुन्छ, कमेन्ट गरिदिनुहुन्छ, सब्सक्राइब गर्नुहुन्छ, फलो गर्नुहुन्छ, उत्पादन भइहाल्छ नि। ल, आधुनिक कृषकलाई आधुनिक खेती र आधुनिक बिउ रोप्ने जुन जमर्को गर्नुभएको छ, यहाँको फलोस् फुलोस्, अगाडि बढोस्। धेरै धेरै शुभकामना। हस्, धन्यवाद तपाईँलाई पनि। नमस्ते, लाइक शेयर कमेन्ट ठोकिदिनु होला है।